हेलो साथीहरू, सेवा नमस्ते। म चाहिँ घर आएको छु अनि हिजो आएको म घर बेलुकाखेरि भर्खर उठिरहेछु। अहिले 8 बजिसक्यो। घर आएपछि यस्तै 8 बजिसक्यो अनि म चाहिँ बाहिर बसिरहेछु। अल्छी लाग्यो, चिसो चिसो हावा खाएर बाहिर बसिरहेछु। मेरो फुलहरू, यो घर बाहिर रोड छ। यहाँ हाम्रो चाहिँ टर्निङ पर्छ यहाँ अनि म चाहिँ बसिरहेको छु। भर्खर उठ्यो, अब के छ कामहरू गर्नुपर्छ। बेलुका पानी परिरहेको थियो, अहिले त घाम लागिरहेछ। सनी डे भइरहेछ। सुन्तलाको बोट अनि सुन्तलाको बोट तर खासै फलेकै रहेछ। अलिअलि पानी झरेर सबै झऱ्यो होला। अनि फुलहरू तर वर्षमा एकचोटि मात्रै फुल्छ क्या। अब सकिसकेछ यो फुलहरू फुलेर ओइलाइसक्यो। सिजनमा एकचोटि मात्रै फुल्छ यो, वर्षमा एकपल्ट फुल्छ। अरूहरू बर्खामा त खासै फुलहरू सबै कुहेर जान्छ। यिनीहरू फुलिरहेछन्। धुपीको बोटहरू त्यत्रो भइसक्यो है, 2 वर्षमा नै यत्रै हुँदो रहेछ धुपी। बालुवा भएर पनि होला, बालुवा छ कि हाम्रो रोडले गर्दाखेरि बालुवा। यहाँ छ हाम्रो फुल, फेभरेट फुल। अनि यहाँ चाहिँ हुनुहुन्छ मेरो दाजु होइन? दाजु म को हो? माया गर्नु न त। मेरो दाजु हुनुहुन्छ यहाँ होइन? मेरो भाइ सुत्दैछ, दिदी खाना बनाउँदैछ, म अल्छी नै बस्दैछु यहाँ दाजुसँग। त्यो दाजुको भाइ हो यो होइन? मेरो दाजुको भाइ। म को हो? कान्छी। म कान्छी हो। दाजु होइन? खोइ त्यो भाइ मलाई मलाई म एकचोटि बोक्छु। मेरो दाजुको भाइ, दाजुको भाइ मेरो दाजुको भाइ होइन? दाजु भाइ उठेकै छैन, भर्खर उठेको। धेरै बेर त भएको छैन उठेको। यो फुल चाहिँ पुरै फैलिँदो रहेछ कि झाडी भइसक्यो यतातिर। अलिक सार्ने बेला हो छ यस्तो। यहाँ छ गुलाबको फुल, टमाटर टिप्नु भएर चाहिँ यो बिग्रेको हो कि क्या हो? बिग्रेको हो कि कसलाई दिनात्मक। टमाटर यहाँ छ हाम्रो किचन। खानासाना बनिसकेछ। हाम्रो डन भर्खर उठ्नु भएको छ। यहाँ हेर्नु सक्नुहुन्छ, नाकहरू फुलाउँदै हतार कोही मोमोसँग भात खाँदैछ, कोही भर्खर उठेको छ। चिया बनाउँदैछ दाजुलाई, बाहिर गर्नु। अनि चाहिँ पानी बिग्रेर बनाउनु जानुभएको छ त्योहरू। बर्खामा यस्तै पाइप के भयो पाइपहरू। अङ्कल कहाँ थियो घाँस ल्याउनु? बाजे थियो माथि। टाइगर हुन्छ गङ्गाटा। अब के गर्नु त्यो गङ्गाटा? टिके छ। अरूको यहाँ छ टिके र यो के हो? टाइगर हो। यो भयो टिके अल्छे लो ऊ लो कहाँ बिग्रेको छ पानी त? बारी पो जानु होला, बारी आएर जानुभयो। टमाटर किन काँचो बारी गएर नाइसक्नु भएर म सुतेकै पुरा। दिदी र भाइ मेहन्दीले धेरैवटा बस भेट्छ यो
पानी बनाएर आउनु चाहिँ घर आउँदैछु बाजे बोजू बस्ने घर मेरो मूल घर बारी गइनँ म मम्मी बिहानै गएर आइसक्नु भएको छ अब अहिले भरे दिउँसो चाहिँ जाने त्यहाँ छ हाम्रो माइला भाइको घर यहाँ रोड पनि नामको मात्रै झाडी भएपछि झाडी रोड सफा गर्नुको लगाएको छ एउटा मात्रै एकपट्टि मात्रै बाटो हिँड्ने जस्तो भइसक्यो रोड नै माइलाको घर यहाँ देवारको घर हाम्रो घर चाहिँ यता पल्लोपट्टि बाजे बोजू फुपूहरू काकी भाइ बहिनी यता चाहिँ भाइ बहिनी स्कुल गइसक्यो कि क्या जाने बेला भएछ हेलो नेहाङ ओइ नुहाउँदैछ क्या ऊ को हजुर हेलो चाहिन्छ खै नुहाउँदैछ भाइ चाहिँ भाइ नुहाउँदैछ म चाहिँ पुगेँ स्कुल नगएको हेलो कहाँको के र हौ अनि पढाइ हुँदैन हामी स्कुल हिँडेको सायसा दिदी दाजुसँग बाई बाई भन्नु बाई बाई राम्रोसँग गएर आउनु राम्रो पढाएर आउनु धन्यवाद धन्यवाद हाम्रो मिसलाई बाई बाई गरिदिउँ ल बाई 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 मेरो भदाई के रे के पो यसको नाम बिर्सल्छ निन्जेन राई निन्जेनको आमा मेरो बुहारी यहाँ अर्को बुहारी अनि यहाँ म यहाँ मेरो भदाई काकी हुनुहुन्छ लुगा धुइदिन्छ रुयो हौ लौ आमा चिन्ने भइसकेछ यो पनि पेटमा हुँदाखेरि धनकुरा ल्याएको थियो मध्येमा हो देमा भनेको ठुलो मम्मी हो लु मान्छे नै लैछ साथीहरू हामी चाहिँ काममा आइसक्यौँ टमाटर यस्तो छ है टमाटर चाहिन्छ भने आउनु होला हेर्नु होला टमाटर आमा त राम्रो फलेछ हौ त्यो हेर्नु होला टमाटरहरू हाम्रोमा यस्तो रहेछ टनेलमा रोप्दो रहेछ कि माथितिर यस्तो छ हाम्रो टमाटर यता पनि टमाटर छ माथिल्लोपट्टि पनि टमाटर छ फर्सीहरू छ चाहियो भने आउनु होला हामीलाई सम्पर्क गर्नु होला टमाटर कन्ट्याक्ट नम्बर छोडिदिउँला भन्नु अरे कि त्यत्रो भइसक्यो ठुल्ठुलो फलेछ ठुल्ठुलो टमाटर एउटा बोटमा कति केजीसम्म फल्छ कति केजी फल्छ एउटा बोटमा 4-5 केजी फल्छ है 4-5 केजी यहाँ झन् झुप्पै पाकिदिनु भएछ त हाम्रो टमाटर त खाउँ लाग्ने भाउ नभएर पो त फेरि छ हाम्रो भिरपाखा बारीहरू आँपको बोट फलेको छैन योचोटि फलेको थियो सबै झरेछ असिनाले काँक्रा टिपिदिनु पऱ्यो एउटा काँक्रा खाइदिनु पऱ्यो गर्मी भयो कि साह्रै यो ठुलै टिप्नु बाजे यो ल काँक्रा खाइ यताको फले छैन गाईहरू ए लौका पो हो त्यो अब त काँक्रा फुपूसँग ठाङ्ग्रा लगाएको काँक्रा भनेर लौका र काँक्रा पनि चिन्दैन बाजे काम गर्दै हुन्छ गाईहरू काँक्रा खाइदिनु पर्यो हजुर एक डोको अलि छैन त्यो फर्स्ट टिपमा के पाक्दैछ टमाटर काँक्रा कुकुम्बर खाइदिनु पर्यो बोजू कहाँ जानु टमाटर चाहिँ यति मात्रै फर्स्ट टिपमा थोरै मात्रै आउँछ
काँक्रा पाक्ने बेला भएको छैन यता यता असारदेखि पाक्नुपर्ने हो अलि बेला भएको छैन कटहरहरू गर्मीले हाम्रो यस्तो पहाडमै गर्मी हुन्छ तराईतिर कसरी बस्नु मान्छेहरू ज्याकफ्रुट फलिरहेको छ धेरै माथिसम्म चाहिँ अब घर जानु पर्यो काकीसँग ढिलो भइसक्यो अनि मम्मी एक्लै हुनुहुन्छ दिदी र भाइ स्कुल गयो काकीसँग जाने अब चल्देको ल गाइसहरू लिची छ के गर्नु पाकेकै छैन अब असार अन्तिममा मात्रै पाक्छ होला यो लिची हजुर भरे आउँछु नि मेरो भिसै लागेको छैन भिजा के हो भिजु हाँसहरू अर्को खालको हाँसहरू मरिगयो नि सबै रातिको घर चल्देको हामी घर पुगेर भेटौँ साथीहरू हाम्रोमा बत्ती पनि छैन अनि चार्ज छैन हजुर के गर्नु टमाटर कति बजे ओके यति बेला तलतिर यस्तो छ हिजो लगाएको लुगाहरू त्यही त तलतिर जानु ल साथीहरू म चाहिँ घर आइसकेँ हावा मिठो शीतल चिसो चलिरहेछ बत्ती बल्ल आएछ मोबाइल चार्जमा लाउनु पर्यो यस्तै छ लोड सेडिङ बढी भइसक्यो हाम्रोमा कतातिर बिग्रियो होला आमै काम गरेर आउँदै हुनुहुन्छ छोरी डुलेकै टमाटर टिपेर ल्याउँदै हुनुहुन्छ मम्मी के गर्नु यस्तै छोरी काम नलाग्ने भएपछि यस्तै हो छोरी हेर्नु काकी अनि बुहारी पनि आएको छ हामी चाहिँ तीनजना यस्तो मिठो हावा खानु कहाँ पाउनु सर आकाशलाई बोलाउनु साथीहरू चाहिँ गोठालीले दिउँसो भइसक्यो अनि बाख्राहरू चरम पर हानेर एकछिन यस्तो आएको बेला कहिलेकाहीँ मम्मीलाई पनि सघाइदिनु पर्यो मम्मी बिसारी हान्दै हुन्छ त्यही भएर खुर्सानीमा बिसारी हान्दै हुन्छ म चाहिँ काँक्रासँग गोठाल गर्दैछु काँक्रा व्यापक फल्दैछ है हाम्रोमा अहिले खाने भए आउनु होला व्यापक फल्दैछ काँक्रा खोर्सानीमा बिसारी हान्दै हुन्छ फेरि बिना फल्दैन नि त के गर्नु गाह्रो छ त्यो बाख्राहरूमा चाहिँ लागे बाख्राहरूसँग जङ्गल पर्यो साथीहरू बाख्रा थुनेर फर्किँदैछु म पानी बर्खामा यस्तै हो क्या गाह्रो छ अनि चाहिँ टमाटरहरू यसो लानुहुन्छ सबैको टिप्नुहुन्छ भेला पार्नुहुन्छ लानुहुन्छ अहिले त्यो दाजुहरूले लानुहुँदो रहेछ 22 रुपियाँ केजी अरे त्यत्रो मेहनत गरेर गाडी जोखिनु पर्यो कति केजी छु साथीहरू म चाहिँ फेरि बारी आएँ पानी रहेर काँक्रा टिपेर फर्केको काँक्राको जात बोट भर्खर फल्दै रहेछ यहाँ चाहिँ कलिलो घर लागेको देखे माइफु बिउ फर्केको मम्मी म आजको दिन यस्तै बित्यो आजको दिन बितेर पनि गइसक्यो चाहिँ घर लाग्दिएको सुँगुर हाम्रो बारी मकैहरू
मकैहरू भएकै छैन हाल्नु पोलेर खाने यहीँदेखि जानु नि आउनु यस्तै बित्यो है साथीहरू आजको दिन भन्दै म चाहिँ आजको भ्लग यहीँ गर्छु अब घर गएर के काम छ गर्नुपर्छ बाई बाई साथीहरू